करै करले व्यवसाय चौपट भयो, व्यापार बन्द हुँदैछ। हिजो 25,000 बिक्री हुने पसल आज 10,000 बिक्री हुन्छ। सटर खुलिरहेको ठाउँ अब सटर बन्द भइरहेछन्। उद्योगहरू चौपट छ। मान्छेको बीचमा ठुलो पैसाको हकार छ। के गर्ने नगर्ने भन्ने एउटा ठुलो चिन्ता छ प्रत्येकको घरमा। यो तपाईहरू यो कर आतंक बन्द गर्ने कि नगर्ने? विश्वमा कहीँ पनि नेपाल जति कर छैन। यही इन्डिया र तपाईँ चाइना तुलना गर्नुहोस्, हरेक सामान सस्तो हुन्छ। एउटा मोटरसाइकल जहाँ 1 लाख पर्छ, नेपालमा आउँदैमा 3 लाख हुन्छ। यति ठुलो कर। एउटा कपडा त्यही 1,000 पर्छ, त्यही कपडा यहाँ 2,000 पर्छ। यति धेरै कर, 4 गुणा बढी कर लिने र विकास केही पनि नदिने, सबै लुटेर आफ्नो निजी स्वार्थमा प्रयोग गर्ने हामीले स्वीकार्य छैन। हाम्रो कर फिर्ता दे, हाम्रो कर वापस विकास दे, हाम्रो कर वापस सेवा दे। लुटेर भुँडी भर्न दिन्न भन्ने उद्घोष गर्न चाहन्छु।